खै सामान चोरी भयो भने होइन एकछिनमा पोस्ट आएको थियो फोनसम्म नउठाएर अब के हो होइन उसले जानुहोस् अब हराएकै हो कि अब नहराएको थाहा भएन होइन त्यो चाहिँ म बढी बोलिनँ भन्नाले त्यो हाम्रो नवीनको सामान हरायो भने क्या अब के भन्छ फोनै उठाएन हाम्रो डिजे नवीनको त्यही भएर अब पछि पोस्ट पनि फेसबुकमा देखिरहेको थिएँ हाले यताउति मैले त्यस्तो होइन हरायो 2टा ल्यापटप भनेर पोस्ट चाहिँ हालिरहेको थियो केटाले हराएकै होला सायद अनि के भन्छ अब साकारको अब त्यो अर्को सोको नि होइन सोसानको नि डिजे मात्रै आयो क्या त्यो सामान चाहिँ नले आएछ क्या त्यही नवीनको चलाउने भनेर अनि त्यो चाहिँ फेरि साकारको डिजेले चाहिँ चलाउन नदिने उसको चाहिँ आफ्नै रहेछ आफ्नै अब उनीहरू त अब सेट हिँडिरहेको हुन्छ नि त होइन उनीहरू नेपालबाट लिएर आएको यस्तो हो नि त हामी त मलाई यार नेपालीहरू यसो आज छैन तँलाई भोलि दिन्छु लिन एक छाक भन्दा दिने बाँडी चुडी खाने मान्छे हो नि त होइन त्यस्तो फिलिङ्स के भन्छ मानवता भएको मान्छे हो अब नेपालबाट आएको मान्छेले त्यस्तो गरे क्या अब बजाऊ नि त के छ अरे त्यसको बिग्रिने होइन एकचोटि के अरे बजाउँदैमा होइन दिनुपर्ने हो क्या मलाई चाहिँ त्यो म्या चाहिँ चित्तै नबुझेको बल्ल बल्ल सो पाएको छ जाँठोहरू यस्तो गरेपछि कहाँ कसले बोलाउँछ भनेपछि के त्यो किकाइ त्यो हुन्छ नि किकाइ क्या मेसिन चाहिँ दिएन चलाउनु नदिएको उनीहरूले नि ओनेगाई गरेको रहेछ नदिएको क्या ए हो र त्यस्तो त भयो नि नेपालीहरू त मलाई यसो आधी पेट भयो नि ल खाम न त बाँडेर होइन त्यस्तो टाइपको हो नि त हाम्रो त त्यो त झन् अलिकति होइन नेपालीहरू नि इन्स्योर पनि राम्रो हुन्छ नि त होइन इन्स हो त्यो चाहिँ नगर्नुपर्ने हो म भए त मलाई त्यो जिम्मै दिन्थेँ तर आफ्नो आफ्नो पोलिसी होला अब उनीहरूको पनि के त्यसरी बोल्नु मिल्दैन अर्काको होइन त्यो ठिकै छ तर हामी चाहिँ काम चलाउ चाहिँ गर्नुपर्छ नि त जसरी भयो नि होइन अब त्यो अप्सनै छैन त त्यो गर्नु बाहेक त्यही भएर बिचरा बिजोगले डिजेलले बजाउनु त बजाए उसको ल्यापटपबाट होइन कहाँ ल्यापटप त्यो किकाइ जस्तो हुन्छ त होइन ल्यापटपमा त हुँदै हुँदैन नि त्यो ल्यापटपमा त ट्र्याक मात्रै प्ले गर्नु त त्यही त अलिअलि स्क्रच त गरिरहेको थियो तर कहाँ त्यो साम्बु जस्तो हुन्छ त होइन ए मेबी त्यो ल्यापटपमा नि अलिअलि हुन्छ क्या सफ्टवेयर हालेर चाहिँ गरेको त्यो दुःख गरेछ दुःख गर्यो जियोस् हल्का अब नेपालीको पनि भयो क्या टाइमिङमा नचल्दो रहेछ टाइपको चाहिँ उनीहरूलाई भयो हुन त कहाँ चलाएछ र टाइममै हामी होइन काम मात्रै हो च्यान्तो टाइममा जाने अरू त त्यस्तै हो सरको 2 लाइन सुनिदिउँ न I couldn't wish in a Mother's Day may your long life I wanna pray how many times I broke your heart never say sorry mama I'm far away ए गाह्रो छ जिन्दगी ए गाह्रो उस्तै कटाउन दिन पनि ए जीवन विदेशमा भयो बन्दगी ए ओठमा हाँसो छ पीडा छ मनभरि धेरै छन् मेरो सफलतामा इग गर्ने मनमा पीडा हुँदा हाँसेर ठिक गर्थे फ्रस्ट्रेसन एङ्जाइटी देख्दै सम्हाल्नु नसकेर आफ्नो अनुहार चितार्थे घर छाडी हिँडेको भयो 10 वर्ष दुःखको भेला बगे पुरा म 10 वर्ष खोला नि फर्कन्छ भन्छन् 10 वर्षमा तर प्रगति केही भएन मेरो 10 वर्षमा खोला झैँ बग्दै पसिना सल्ल ढाडदेखि खुट्टा तल लडेर यहाँसम्म आइपुगे बल्ल तल हान्दैछु चल पल दिमाग मेरो खलबल बगिरहे म दुःखको बगरमा पुग्नु सके छैन सुखको सहरमा आमा बाउले राख्नु थियो बङ्गला महलमा ए खुसी छैन मन यस्तै छ यो चाहिँ कुन गीत हो यो नाम चाहिँ अब देखाएको छैन अब अलमोस्ट कम्प्लिट भइसक्यो अलिक स्याड टाइपको क्या अब यत्रो भयो नि त आएको न्यू गीत हो न्यू नै हो कहिले आउँछ त यो गीत अब 2-3 महिना त लाग्छ होला अब सबै यताउति गर्दा ओके अनि सरले अहिले म्युजिकहरू कस्तो के भन्छ जापानमै गर्दै गरेको हो कि के छ कस्तो छ म्युजिक त अब थाहा छ नि तिमीलाई नै होइन अब तिमी हामी हो अब बिटहरू चाहिँ बाहिरतिर दिइरहेछु कोही चाहिँ अब प्रायः चाहिँ नोइससँग गरेछ तिमीले चिनाइहाल्छौ अब नचिनेको चाहिँ बबी बिट होला भिदेनसँग काम गर्ने उसको भिदेनको उसँग गरिरहेछ अहिले 2टा चाहिँ उसँग गरिरहेछु अनि अरूहरू नि छ त म्यानमारको काम चाहिँ सकिएको छैन काम बिट सबै पठाइसकेको छ अब यहाँबाट अब भोकल पठाउनु बाँकी छ सायद उसले छिटै गर्छ किनकि ऊ एकदम हङ्गर टाइपको हो क्या त नि यस तर राम्रै गरेछ बिट बबालै छ ओके अनि हामी अब प्रसङ्गतिरै जाउँ होइन सर ओके सर अब स्टार्टिङ पनि भइसक्यो भनौँ न होइन अनि हाम्रो
जोन राई बायुङ चाहिँ जन्मेको स्थान चाहिँ कुन ठाउँ? सोलुखुम्बु त जिल्ला हो नि होइन? जिल्ला। अनि ठाउँ गाउँ? पहिले सल्यान थियो, सल्यान गाविस वार्ड नम्बर 5, अहिले चाहिँ मर्ज भएर गाउँपालिका भएको छ, नेचा सल्यान गाउँपालिका वार्ड नम्बर 1। गाउँको नाम चाहिँ के? अहिले चाहिँ ख्याम्पु भन्छ। खै केटाहरूले अहिले त आफ्नै बायुङ टोल भनेर पुरै बोर्ड टाँसिरहेको देख्छु, तर एक खालको आफ्नो त अस्तित्व त हुनुपर्छ। होइन, त्यो गाउँमा चाहिँ प्रायः सबै बायुङहरू नै बस्ने छैन। हामीहरू बायुङ छौँ, मास्तिर शेर्पाहरू छ, शेर्पा तामाङ, यता मगर छ, अनि एक घर कामी छ, अनि छेत्री बाहुनहरू पनि छ। तर छेत्री चाहिँ बाहुन चाहिँ अलिक तल छ, तर त मगरहरू होइन मास्तिरको तलतिर मास्तिरको अब त्यो कमन भाषा नि उनीहरूले नि बायुङ बुझ्छ, हामी नै अलिअलि शेर्पा तामाङ मगरहरूले नि बायुङ बोलिदिरहेको हुन्छ, त्यस्तो क्या नेपालीहरूको। भनेपछि उतातिर चाहिँ आफ्नै भाषा नै धेरै बोल्ने हो? हामी प्राय आफ्नै मिक्स सबै ठिकै, मान्छे हेरी अब बोल्नै पर्नेछ भने त आफ्नै भाषा। अनि सोलुखुम्बुमा जन्मेर अनि त्यस पछाडि सानो बाल्यकालहरू चाहिँ कहाँ? सोलुखुम्बुमै हो त नि त उता हो भनौँ न। मैले स्कुलहरू त्यहीँ पढ? स्कुल त्यहीँ। म त के भन्छ अब डाइरेक्ट 4मा भर्ना भएको। 4मा? त्यस्तो सुनेछ कहिले? 4मा सिधै 4मा हो भर्ना भन्दा नि स्कुल गएको 4मा। 4बाट त्यो चाहिँ इन्ट्रेस्टिङ छ क्या। अब के भन्छ, म मामा घर बस्थेँ नि त सानैबाट, अनि त्यहाँको त्यहाँ बस्ने दिदीहरू त सबै युके हङकङतिर हुनुहुन्थ्यो क्या। अनि त्यहाँ चाहिँ उहाँको आफन्त, हाम्रै आफन्त नि पर्छ होइन, आफन्तै हो। अनि उहाँ बस्नुहुन्थ्यो क्या। उहाँ चाहिँ 4मा जानुहुने रहेछ, मलाई के थाहा त 4 न 5 एक कि कति थाहै छैन ट्याक्कै। अनि यता अब पछाउँदै गएपछि त सिधै त्यही दिदीको सँगै त बस्ने हो होइन, अनि सिधै 4मा हो क्या। अनि कहाँ त्यसो सल्यानमै है एसएलसी त्यहीँबाट दियो? त्यहीँबाट दियो। भनेपछि स्कुलहरू चाहिँ कतिको नजिक थियो घरबाट? स्कुल नजिक एकदम, मामा घरमा नि त्यही घर मासतिरै हो होइन, अनि यता घरपट्टि नि नजिकै 5-7 मिनट हो त्यहीँ। भने त्यो अलिकति गाउँ टाइपको थियो कि अलिकति त्यो गाउँ पनि होइन, ठिकै गाउँ त अब गाउँै हो होइन, तर ठिकै थियो त्यस्तो। गाउँमा पनि एउटा हुन्छ नि त्यो बजार एरिया, गाउँ एरिया पनि। त्यो कस्तो भन्नु, हाम्रो त्यो बाटो चाहिँ पहिले चाहिँ हाइवे हो क्या, मूल बाटो हो क्या, तिमीलाई थाहा छैन मूल बाटो हिँड्ने बाटोको हाइवे। अहिले चाहिँ अब कुरा बुझ्दैन अहिलेको मान्छेहरूले, हाइवे भन्दा बुझ्छन् होइन, मूल बाटो हो क्या। ठिकै थियो, त्यस्तो थिएन, सेन्टरै हो। भनेपछि घर चाहिँ थोरै, तर यता चाहिँ त्यो सबै फेसिलिटी गाउँमा भन्ने भयो क्या। त्यही त स्कुल जाँदा चाहिँ होइन फेरि चक्लेट खाँदै जानुपर्ने मलाई त्यो जमानामा जहिले यति दिने होइन। उता दोकानमा 20 बाटो पर्छ, अनि त्यो बोजूहरूको दोकान थियो क्या, अनि यति दिने गोजीमा हाल्ने होइन, खातामा आमाले तिर्ने नि त महिनामा। अनि एक दिन चाहिँ मम्मीसँग गएको, अनि बोजूले यस्तो झ्याप कति दिनुभएको थियो खै, यसरी दिए जस्तो लाग्छ, यति हाल्नु भएको थियो क्या। यसलाई त यसरी होइन, दिनको एउटा दिने हो भन्नुभयो क्या, भाउ बिग्रिहाल्यो नि त्यहाँबाट एउटा। तर मैले लास्टै दुःख दिएँ घरमा, सानोमा केटा हुँदा सानो यता कतिको चकचक गरिन्थ्यो? चकचक त कुरै नगरौँ, त्यो म जति चकचके त कोही थिएन होला। सानोमा त्यही त, त्यो गाउँतिर हो भनेदेखि सानोमा चाहिँ बाबा मम्मीलाई धेरै पिर हुने भनेको छोरछोरी चाहिँ गएर खोलामा हाम पाल्ने, खोलामा पौडी खेल्ने हुन्थ्यो नि। त्यस्तो भएको छ नि एकचोटि मेरो यस्तो के भन्छ खेतको क्या कुला के भन्छ यस्तो हल्का खै कुन सिजनमा हो पानी परेर अलि अफ सिजन जस्तो लाग्छ, त्यही भएर कुला भित्केको थियो क्या। अनि अङ्कलको छोरा हामी कुला खन्नु बनाउनु गएको, सानो सानो केटाकेटी 5-6 वर्षको होला। म त डिलमा बसेर खनिरहेको थिएँ कि, त्यति कि हातले खनियो होला केले खनियो होला, यस्तो उता नै पल्टेर अनि मेरो टाउको तलबाट ड्याङ्गा ठोक्यो झरेको, अनि कति फिट अग्लोमा झरेको नि। केटाहरू त हाँसिरहेको छ आफू कस्तो त्यही केटाकेटी होइन, अब उनीहरू त खुसी हुने नि, हाँसिरहेछ। त्यही त चकचके लास्टै हाम्रो भन्यो नि अघि हाइवे, त्योतिर चाहिँ अब बिहे बारीहरू हाम्रोबाट चाहिँ छेत्री बाहुनहरूको चाहिँ स्पेसल अलिक टाढो टाढो बिहे हुने क्या, ओखलढुङ्गा सोलुखुम्बु त्यस्तो। अनि जन्ती बिहान फर्किने, बेलुका घर आउँदा त रात पर्ने,
यो जमानाको यो 20-25 वर्षको चान्चुनको कुरा अगाडिको कुरा। अनि त्यो मेरो एउटा साथी थियो क्या, मिल्ने साथी, त्यो र म चाहिँ अलिक फटा क्या। अनि के भन्छ त्यो ढुङ्ग्रे बाँस थाहा छ तिमीलाई? तर ठुल्ठुलो हुन्छ नि, फेरि बाँस यति फस्टे हुन्छ कि मूल बाटोमा आउँथेँ बाजा गाजा डाङ डाङ डुङ डुङ ट्याटे ठुक्ठु पार्दै होइन, यस्तो राँको बालेर क्या। राँको जमाना त्यो 25 वर्ष अगाडिको कुरा हो नि त, अहिलेको होइन। अनि राँको बालेर हिँड्थ्यो त्यो र म चाहिँ माथि अग्लो ठाउँमा गएर यत्रो यत्रो ढुङ्गा क्या बाँस झाङमा फाल्ने। अब बाँस त कति धेरै छ, एउटा फालेको 10 चोटि ठोकिने, अनि बाँसमा डाडाङ 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 गर्दा बाजा साजा अफ, बत्ती सत्ती अफ, चुपचाप हो क्या। डाँडा कटेपछि बल्ल डुङ डुङ त्यस्तो। भनेपछि त्यो बाँस घारीमा चाहिँ ढुङ्गा तर्साएको जस्तो क्या एउटा ऊ चाहिँ, हामीले तर्साएको, तर उनीहरूले चाहिँ के तर्सायो के थाहा त होइन। फटायो नि लास्टै, फर्सीहरू देख्नै नहुने, ओह्रालो टिप्दै गुड्काउँदै गर्ने होइन हो भने। अहिले भए त दरो कुटाइ खाने यार। मैले त्यो फुचे केटाकेटाहरूलाई यसो सानो काम बिगार्दा नि दरो गोदिन्थेँ कि, मैले दरो खान्थेँ होला। भनेपछि सानोमा चाहिँ क्लास 10 सम्म चाहिँ त्यहीँ पढेको? 3टा स्कुलमा चेन्ज गर्थेँ। कुन स्कुलमा पढ्यो? यता माउलोतिरको स्कुल, अनि यता घरछेउको स्कुल, अनि एउटा मावि अलिक तलतिर छ त्यहाँ चाहिँ। त्यति बेला स्कुल चाहिँ कस्तो थियो सर? स्कुल त त्यही हो नि, भन्नाले त्यो हुन्छ नि त्यो स्कुलमा विद्यार्थीहरू त तर होइन यार, एउटा कुरो चाहिँ अब भन्दा चाहिँ अलिकति नराम्रो होइन, तर पाहाडमा चाहिँ म्याक्सिमम् चाहिँ स्कुल चाहिँ पठाएकै हुन्छ है हामीतिर चाहिँ। म्याक्सिमम् स्कुल नजाने केटाकेटी हुँदैन क्या। बरु मधेसमा चाहिँ मैले धेरै देखाएको छु, सानैमा काम गरेपछि पैसा नि पाउँदो रहेछ, ट्र्याक्टर सेक्टर लगेर खोलातिर गयो ढुङ्गासुङ्गा ओसारो। मधेसमा चाहिँ अलिकति स्कुल जान्छ 4-5 गएपछि छोड्ने टाइपको धेरै रहेछ क्या। पाहाडतिर चाहिँ तर प्रायः म्याक्सिमम् स्कुल चाहिँ गएको हुन्छ क्या। थियो हाम्रो जमानामा नि टन्नै। त्यही त, पाहाडमा चाहिँ यस्तो हुन्थ्यो कि अब जस्तै अब होइन धेरै छ नि त उदाहरणहरू होइन। अहिले स्टिल अहिले पनि कति न्युजहरू आउँछ होइन, आफ्नो घरदेखि 3 घन्टा लाएर त्यस्तो चाहिँ हाम्रो छैन, गएर जानुपर्ने। मामा घरमा नि तिमीमासतिरै घर मासतिरै। अब यता हाम्रो तर तिमीहरूको स्कुलमा त आउँथ्यो होला नि त टाढा टाढाबाट त? अलिकति टाढाबाट नै आउनुहुन्थ्यो, आधी घन्टा अलिक माथिबाट आउने त्यति होला। तिम्रो घर नजिक थियो र नजिक हो, तर घन्टी बजेर जाँदा नि पुग्ने नि। त्यो चाहिँ खास चाहिँ यस्तो हो क्या, पहिले अब हाम्रो ऊ चाहिँ मन्त्री नै 2-3 पटक भएको बलबहादुर केसी सुनेछ? त्यो चाहिँ जे होस् काङ्ग्रेसकै पावरफुल मन्त्रीमा हो क्या, मान्छे नै पावरफुलै, टिकट नदिए खोसेरै ल्याउने टाइपको हो क्या, पुरै याकुजा पाराको क्या। उनीहरूले चाहिँ तल मात्रै स्कुल लाने क्या, स्कुलहरू कति तल थियो। अनि त्यो चाहिँ हाम्रो बाजेले इस्टाब्लिस गर्नुभयो क्या त्यो स्कुल चाहिँ। अनि जे होस् नजिकै थियो। बाजे चाहिँ अलिकति त्यति बेलाको अब रिपुटेसन भएकै मान्छे हो क्या, वार्ड अध्यक्ष सदस्य। अनि सरले कतिसम्म स्टडी गर्नुभयो? स्टडी त +2 सम्म। ब्याचलर पढ्दै दाइले ब्याङ्कमा जागिर खा भन्दै थियो, त्यस्तो 8,000को जागिर खाएर के गर्नु। एसएलसी पछाडि चाहिँ कता? धरानतिर लाग्यो, यता माउले चाहिँ अब के भन्छ मामाहरू चाहिँ टन्नै हुनुहुन्छ क्या धरानभरि। अनि त्यही भएर उता अब कि त काठमाडौँ जानुपर्ने कि त धरान होइन, अप्सनै त्यस्तो थियो क्या हाम्रो चाहिँ। त्यही भएर धरानतिर लाग्यो। त्यही धरानमा +2 कमर्स +2 त्यही हो नि, पढाइ त केटाहरूसँग हिँड्ने त्यही हो, केटाहरू त यस्तै फेरि। अनि धरान बसेको भनेपछि त एसएलसी दिइसकेपछि त प्रायः मान्छेहरू धरान बसेपछि चाहिँ एकचोटि त लाउरे भिडौँ भन्ने सोच हुन्छ नि। भिडियो लाउरे नि सरको चाहिँ के थियो? म 2012मा भिडेँ, 12-13 इन्टेक, 12मा 12मा भिडेर 13मा चाहिँ जाने हो क्या, त्यस्तो 12 to 13 इन्टेक क्या। 12मा 2 चोटि भिडेर भिडियो एकचोटि भिडे, अनि कति 14-15मा 14-15मा त्यही हो भिडे भन्दा नि। लास्ट टाइम चाहिँ अब त्यो उनी गरेन खासै, के भन्छ हार्डवर्क चाहिँ लास्टमा गरेको थिएँ क्या। त्यही भएर तर अब नाम त्यो के भन्छ आरए रिप्लाई अगेन क्या, 12-15 वर्ष भइसक्यो त्यो ठ्याक्क वर्ड बिर्स्यो क्या। आरए के रिप्लाई अगेन टाइपको आउँथ्यो क्या एउटा होइन, एनआरए र आरए समथिङ के थियो क्या, भिड्नु पाउने र नपाउने टाइप क्या, त्यस्तो हुन्थ्यो क्या। त्यसमा नाम नेमलिस्ट भएन। अनि त्यसपछि चाहिँ काठमाडौँतिर या हुँदैन रहेछ भनेर काठमाडौँतिर आएँ, त्यही अब पढ्ने कि विदेश जाने भनिसकेपछि चाहिँ। अनि सरले चाहिँ एकचोटि लाउरे भिडियो लाउरेमा चाहिँ केमा फेल भयो? लाउरे यस्तो भयो, अब फर्स्टमा होइन अब सेल्फ गरे हो नि त सबै, अनि एजुकेसन मात्रै क्लास लिन्थेँ,
अनि त्यही एजुकेसन फेरि त्यही नै भयो क्या फर्स्टमा क्वेसन चाहिँ के आउँथ्यो थाहा छ अलिक केही यादहरू क्वेसन त म्याथ र इङ्ग्लिस मात्रै अरे होइन म्याथ इङ्ग्लिस म्याथ र इङ्ग्लिस अनि म्याथ इङ्ग्लिस हो तर फेरि डेन्जर आउने नि त्यो क्यालकुलेटर नपाइने हाते हो पुरै एकैचोटि भयो भने त आन्सर मात्रै दिनुपर्ने टाइपको क्वेसन त्यो फर्मेट होइन त्यसको मिलाउनु पर्ने हुँदैन आन्सर मिल्यो भने डाइरेक्ट के भन्छ 16को उस कति हो रुट भन्यो भने 4 लेख्यो हुने के त्यो भाग गरिराख्नु पर्दैन त्यस्तो भ्याट्टै लेख्ने हो अनि जापान चाहिँ कहिले आएको छ जापान 16मा हो 2016 जुलाई 24मा हो जापान चाहिँ के अब लाउरे भेट्न सकिएन अब लाउरेबाट लागिएन अनि त्यसपछि अब के जाउँ कसो गरौँ विदेशको यात्रा गरौँ भन्ने सोच हो कि केही त्यस्तो केही छ यस्तो थियो अब के भन्छ काठमाडौँमा गएँ बस्यो अनि दाई पनि अलि दाइले कता कता त्यहाँ काम गर भनेर काम पनि गरेँ काठमाडौँतिर मार्केटिङ यताउति कति गरेँ नि त मैले मार्केटिङ चाहिँ के को मार्केटिङ सामानहरूको यताउति सामान बेच्ने टाइपको क्या मैले कति गरेँ अनि कति महिना जस्तो गरेँ 4-5 महिना गरेँ होला 4-5 महिना अनि यो चाहिँ काम नलाग्दो रहेछ अब इन्ट्रेस्ट पनि छैन पढेको त कमर्स हो होइन सामान्य बेच्ने पढाइ हो पढ्नु त तर मलाई खासै ठिकै लाग्यो अब यो हुँदैन विदेश चलिदिन्छु तलब कति थियो सर तलब त खै यार 7,000 समथिङ होला हौ त्यहाँबाट के बेच्नु पर्छ सर एकचोटि सुनौँ न त्यो चाहिँ के त्यो चाहिँ हो नि त कम्पनी अनुसारको पोलिसी फरक हुन्छ होला होइन हाम्रो चाहिँ के हुन्छ भने हामीसँग जुन सामान हुन्छ नि होइन प्रोडक्ट चाहिँ के थियो प्रोडक्ट त यस्तो हुन्छ डिलर हुन्छ त्यसमा होइन यसको के भन्छ भने मार्केटको चेन चाहिँ होइन अब के भन्छ मेन फ्याक्ट्रीले प्रोडक्ट गर्छ त्यसले नेपालको डिलरलाई पठाउँछ डिलर नेपालको के भन्छ त्यो मेन डिलरले चाहिँ चेन डिलरहरूलाई पठाउँछ क्या एबिसीलाई पठाउँछ एबिसीले चाहिँ डाइरेक्ट कस्टमरसँग पुर्याउँछ क्या पुर्याउँछ भनेपछि त्यो चाहिँ स्टाफहरू मार्फत पुर्याउने हो त्यो चाहिँ तिमी चाहिँ त्यो एबिसीको चाहिँ एउटा के त्यो स्टाफ भएर त्यहाँ चाहिँ हामीले चाहिँ रिटेलमा पुर्याउँथ्यौँ रिटेलको चाहिँ फेरि अब डाइरेक्ट कस्टमरसम्म बेच्छ उसले चाहिँ त्यस्तो हो क्या धेरै हुन्छ क्या चेन अनि हाम्रोमा धेरै थियो तिमीले सुनेको छ गुड लाइफ बिस्कुट सुनेको जस्तो गुड लाइफ बिस्कुट भर्खर लन्च भएको थियो क्या थियो धेरै प्राण भन्नेहरू थियो यो के मछेड धुपहरू थियो नि थाहा छ के गर्नुपर्छ त्यसमा चाहिँ एकचोटि सुनौँ न त्यसमा त केही होइन अब त्यसको नि फेरि सबै हुन्छ क्या एरिया कुन एरियामा कुन डिलरले हेर्ने होइन त्यो हुन्छ क्या फेरि डिलरसँग चाहिँ आफूले के लगेर त्यो मान्छेसँग के बोल्नुपर्ने त जस्तै तेरो एरिया चाहिँ यो हो भनेर छुट्याएको हुन्छ क्या मार्केटै पहिले त्यो मात्रै बेच्नु पाइने अनि त्यसमा अब आफ्नो प्रोडक्ट के छ होइन पहिले लिङ्क त गरेर हुन्छ क्या अनि सामानहरू सकेछ कि छैन थपेछ थप्नुपर्ने के छ कसो छ होइन यस्तो उस्तो हल्का दिनु पर्यो चलपल डटफट हान्नु पर्यो नत्र कहाँ किनिदिन्छ अलि मिठो मिठो बोलेर दिनु पर्यो त्यस्तो मान्छेसँग कम्युनिकेट क्या अब नबिकेन यो भाइ त यहाँ ठिकै रहेछ हम्बल रहेछ कि राखिदिउँ त भन्ने नि हुन्छ नि त त्यस्तो टाइपको क्या अनि अर्डर लिने अर्कोले भोलिपल्ट डेलिभर हुन्छ अर्डर आफूले अर्डर लिनुको लागि अनि आएर मेबी पसलहरूमा जाने अनि त्यस पछाडि चाहिँ हामीसँग यस्तो प्रोडक्ट छ भन्ने त्यस्तै यस्तो छ के छ कसो छ राख्नुहुन्छ यो सकेछ टाइपको दिनु पर्यो नि त होइन यो राख्नुपर्छ यसो डिस्प्लेहरू मिलाएको छैन यसरी मिलाउने टाइपको होइन त्यही हो भनेपछि नेपालबाटै पैसा कमाउन चाहिँ थालेको थियो नि पैसा कमाउनु त पैसा कमाउनु त मैले यार झन् सानैबाट कमाएको नि त त्यो यो पनि त्यो धेरै पुरा सानैमा हो क्या मैले 4-5-6-7तिर पढ्दै होला म त बजारमा जान्थेँ क्या एउटा यो चाहिँ मैले के भन्छ अलि भन्नु हुने नहुने होइन अब एकचोटि क्या अब हाम्रो भन्यो नि स्कुल मावि त्यो छेउमा चाहिँ बजार सुरु भएको थियो क्या पहिले पनि थियो अरे अनि पछि फेरि रिप्लेस भएको थियो क्या पछि आएको थियो मैले नि अङ्कलको छोराले चाहिँ स्याउ लाने हो कि होइन अनि मैले चाहिँ खोर्सानी लगाएको थिएँ क्या अकबारे म त्यति बेला त्यही स्कुल त्यही साल झरेँ क्या फेरि अब लाज पनि लागिरहेछ दाइको छोराको सबै दाइको के भन्छ अङ्कलको छोराको सबै बेचिसक्यो है स्याउट एक कति रुपियाँ अब सस्तो नि पर्दैन ट्याप टिपेर सकिहाल्यो मेरो हैरान होइन लाज पनि लाग्छ सम्झिँदा होइन तर होइन सङ्घर्ष हो त्यो एउटा साथी थियो क्या उनीहरूको चाहिँ त्यहाँ होटल पनि थियो अहिले म किन्छु भनेको थियो क्या त्यसले चाहिँ आश देखाएको थियो लास्टमा त त्यसको दिदीले अर्कैबाट किनी पठाएछ अघि नै होइन
अब मेरो त आएर भने यार मेरो त दिदीहरूले अर्कैबाट किन्नु भएन सरी भएन अब के भन्नु त हुन्छ भन्ने अनि त्यही अङ्कलको छोराको पैसा जम्मा भएको थियो होइन मेरो चाहिँ बिक्री भएन त्यत्तिकै घर ल्याए जस्तो लाग्छ अनि त्यो उसको पैसाले खाजा खायौँ होइन अनि यो चाहिँ फर्स्ट सेकेन्ड चाहिँ के भन्छ अलि माथि हो माथि पत्ताले भन्छ टाढो पर्थ्यो क्या बजार शुक्रबार लाग्थ्यो त्यहाँ चाहिँ मैले सागहरू डेन्जर लान्थेँ यार कसरी बेच्थ्यौ त नि मुठाको त्यो एउटा अङ्कल हुनुहुन्थ्यो अनि त्यो अङ्कललाई अस्ति बिरामी हुनुभएछ क्या अनि मलाई सुन्दा कस्तो नराम्रो लाग्यो अनि ठ्याक्कै सहयोग त अब सबै पैसा एकैचोटि दिएको त होइन हल्का लिभर के अरे किडनीमा समस्या आयो भनेर मैले 50,000 पनि पठाइदिएँ कि किनकि त चुनाकारी छ नि त होइन त्यो अङ्कलसँग जान्थेँ उहाँले लानुहुन्थ्यो अनि उहाँको छेउमा बस्थेँ अनि धेरै लान्थेँ साग के टमाटर होइन बेलुका हिँड्ने अनि बिच बाटोमा बस्ने बिहानै 4 बजे उठेर हिँड्ने क्या फेरि जङ्गलको बाटो बाघ भालु पाउने ठाउँ फेरि त्यहाँ अनि राति गयो अनि बिहान 5-6-7 बजेतिर पुग्यो एकछिन सामान राख्यो अनि मेरो त तर अब राम्रो साग हुन्छ हाम्रो होइन एकछिनले सकिहाल्ने म त बजार सजार घुम्ने त्यही पैसाले अलिअलि खर्च गर्ने अनि अलिअलि घर ल्याउने त्यसै सानैमा गरेँ त्यो त पैसा कमाउनु चाहिँ सानैबाट थालेको रहेछ थालेको अब सेभ चाहिँ गर्नु जाने भनेपछि 2016 मा जापान आइयो होइन सर जापानमा आएपछि चाहिँ अनि प्लान त यस्तो थियो म अब आएँ होइन आउँछु मैले पुरै क्यालकुलेट गरेँ क्या एउटा कामको 28 घन्टा एउटा खास रुलमा 28 घन्टा पाइन्छ त्यही अनुसार म 3टा काम गर्छु क्युरे सबै हिसाब गरेर मैले 3 लाख कति कमाउने थियो क्या मेरो नेपालमा हुँदै सोच अनि यति रहेछ यति 1 लाख खाएँ 2 लाख बच्छ टाइपले आएको थिएँ कि होइन कहाँ त्यस्तो हुने रहेछ र त होइन रहेछ कहाँ यहाँ आएपछि त कहाँ बल्ल प्लेनले यहाँ ल्यान्ड मात्रै गराइदियो त प्लानले त के चाहिँ भएको थियो भने बरु एयरपोर्टमा साथीहरूसँग छुट्यो होइन बल्ल भेटेको लास्टमा कोड चाहिँ हराइरहेको थियो क्या कोड हरायो भनेर तनाव होइन मेरो साथीले अहिले नि मलाई बिल्ला हान्छ क्या तेरो कोड भन्छ सम्झिँदैन हाँस उठ्छ त्यो तिमी साँच्ची नेपालबाट आउँदाखेरि चाहिँ तिमी टाई सुट कोट प्यान्टमा लाएर गरे होइन के थाहा मान्छे स्मार्ट भएर जानुपर्छ भने दाइहरूले अब उनीहरू स्मार्ट होला त भनेर लाग्यो हेर्छु त यार कोही छैन क्याजुअलमा छ ठुक्क म के लाग्यो भनेर त्यस्तै भएको थियो तिमी चाहिँ के लाएर आएको थियो भरे त कोट चाहिँ अनि हरायो होइन गर्मी भएर खोलेको होइन लास्टमा त गाडीभित्र चाहिँ रहेछ गएको गाडीमा क्या भेट्नु चाहिँ भेटेँ लास्टमा चाहिँ भेट्यो भनेपछि तिमी चाहिँ कस्तोमा आएको थियो म त नर्मली क्याजुअलै थियो म चाहिँ यस्तो हुन्थ्यो क्या पहिला अब नेपालमा चाहिँ के हुन्थ्यो भने अलिकति यो भएर अलिकति टिपिकल टाइट होइन प्रायः जस्तो टाइट लुगा लाउने बुटहरू ड्याम बुटहरू लाउने अनि त्यस पछाडि टाइट टी सर्टहरू पनि लाउने होइन अनि लेदरको ज्याकेटहरू लगाएर यस्तो कपाल पनि लामो होइन त्यस्तो बनाएर हिँड्थेँ अनि नेपालबाट आउने बेलामा चाहिँ त्यहाँको मान्छेहरूले चाहिँ यस्तो अलिक मन नपराउला कि भन्ने त्यो एकदम भयो त्यही भएर मैले लाइफमा पहिलोचोटि फर्स्टचोटि कलर भएको टी सर्ट चाहिँ होइन मैले पहिलोचोटि नेपालबाट जापान आउँदाखेरि 1 पिस किनेर लगाएर आएको कि कम टु द पोइन्ट होइन सर अनि जापान आइसकेपछि के निहोङ्गो गएको यार ओकिनावामा हो ओकिनावा हामी 120 जना आएको एक इन्टेकमा 120 जना नेपाली सोचुक्यौ त 500-600 हुने क्या है नेपाली मात्रै 400 जति बाँकी विदेशी त्यस्तो चिउसामा साइकल त कति हो कति भनेपछि त्यति धेरै मान्छे हुँदाखेरि कामहरू चाहिँ के कस्तो काम त पाइने बेड मेकिङ 1 हप्ता जति हावा गफ हान्दै सुत्दै रमाइलो गफ गर्ने एउटा लिम्बू थियो होइन देवेन भन्ने लास्ट गफ दिने हामी त्यस्तै सुन्ने हाहा गर्ने 1 हप्ता बितायौँ त्यसपछि बेड मेकिङ गरियो होइन बिस्तारै कोम्बिनीमा गरेँ अनि खाइसेमा पिकिङ टाइपको गऱ्यो अनि त्यसपछि आफ्नै सबै साथीभाइ कोही साइकल नजान्ने होइन पछाडि समाउँदा यार उनीहरू सिक्ने आफ्नो पो खुट्टामा हानेर हैरान क्या उनीहरूलाई समाउनु पर्ने बिजनी होइन त्यस्तो कि अब साइकल चढ्नुपर्छ नि त्यहाँ त यहाँ पो अब साइकल पर्दैन कतिलाई अब साइकल एक्सेस नभएको नि हुन्छ होइन प्रायः जस्तो कमन कुरा चाहिँ मैले हाम्रो जोनलाई सोध्न खोजेको कुरा चाहिँ होइन अब जस्तै नेपालबाट जापान आइसकेपछि निहोङ्गो गएकोसम्म पढिरहँदाखेरि चाहिँ एकदमै धेरै कठिनाइहरू होइन दुःख भोग्नु परेको एकदमै धेरै हुन्छ नि त
त्यस्तो दुःख छैन नियम गएकोमा त केटाकेटी जस्तो केही थाहा छैन गएकोले भिजाबलाई गराएछ काम गएको छ होइन त्यस्तो खासै केही भएन सेनमान पछि चाहिँ अलिकति आफैले गर्नुपर्ने भिजाहरू सबै होइन भिजा क्यान्सल हुने नि थाहा भयो अनि हाम्रोमा एउटा पहिले मऱ्यो क्या हाम्रो नियम गएकोमा एउटा अलिक हाम्रो 3 महिना पहिले आएको के भयो होइन राति हाम फाल्यो भन्यो होइन भ्यालेन्टाइन डेको दिन क्या सायद कोही केटीले गर्दा भन्छ कहिले केटाहरू तास खेल्दै खेल्दै झारिदियो भन्यो होइन एक्ज्याक्ट कुरा चाहिँ इन्भेस्टिगेट गर्दा नि भएन थाहा भएन न्युजमा थियो नि त्यो कति तलबाट हाम फालेको के अरे हाम फालेको भन्यो कि लडेको हो यङखाइ जति होला हौ यङखाइ हो हामी गोखाइमा तिमीहरू नजिकै हो एउटै गएको हो नि एउटै गएको कहाँ मनी राति उठ्यो होइन हल्ला खल्ला भएर तोइरे जानु पर्यो भनेर गएर आएको हामफाल मैले अलि जङ्गी होइन पहिलेबाट होइन होला भनेर खोइ भने जस्तो गएको तल सास फेरिरहेको रहेछ ए टाइपको क्या होइन अनि ब्लिडिङ भएको त्यो देखेर मलाई कस्तो किन हेर्नु गएछ जस्तो भयो क्या तलै झरेर हेरेको होइन माथिबाट यस्तरी छर्लङ्ग नि बरन्डाबाट तलतिर हेर्दा कस्तो हुन्छ त देखिन्थ्यो त पुरै गिदी सिधी निस्किया थियो यार मान्छे फेरि टाइपको क्या त्यो उसलाई अब कहाँ सास त एकैचोटि जान्छ सास जानु कहाँ सजिलो छ भनेपछि सेनमङ्गाको आइसकेपछि त झन् अलिकति त्यसपछि चाहिँ गएको पनि फी पनि तिर्नु पर्यो अब त्यस पछाडि सोच्यो कि हुने बित्तिकै पैसाहरू होइन कम्पनी खोज्नको लागि गाह्रो पनि त्यस्तो पनि थियो नि होइन हाम्रो साँच्ची त्यही क्रममा चाहिँ भेट भएको थियो कि हो त्यही त खोइ एड चाहिँ कसरी भयो रहेछ सायद कसरी भयो थाहा भएन अनि यसो हामी नि त्यो जमानामा त रकस्टार हो नि होइन मैले पनि सुरुमा हाम्रो जोनलाई देख्दाखेरि चाहिँ त्यही त नि गिटार सिटार बोकेर कोइनतिर होइन त्यो भिडियो स्टिल छ कि हो एउटा त्यो साइफ के भन्छ आसोबी टाइपको छ गीत सित गाएको छ ऱ्याप स्याप नि हानेको छ गीत सित गाएर भ्लग टाइपको नि छ त्यहाँ त्यति बेला फेसबुकतिर हाल्दाखेरि चाहिँ अनि हामी दुईजनाको देखादेख अनि त्यस पछाडि अब म पनि अब म्युजिकमा मनपर्ने त्यति बेला अनि हामी साथी बनेको हो जस्तो लाग्छ होइन अनि म्युजिक केही कुरा गरौँ अब होइन अब अहिले त एकेए होइन जोन भन्दा पनि एकेए डक्टर फ्लोबो भन्न रुचाउनु प्रायः त्यसरी चिनोस् भन्छ मान्छेहरूले अरूहरूले नि प्रायः स्टेज नेमले चिनोस् भन्ने चाहिँ हुँदो रहेछ डक्टर फ्लोबो त्यही भएर यो जोन बाइङबाट चाहिँ होइन जस्तै जोन बाइङबाट चाहिँ किन चाहिँ डक्टर फ्लोबो त अनि जोनले पनि त चलिरहेको यस्तो हो के भन्छ अब यो चाहिँ फ्लो चाहिँ बिगारेको के भन्छ पहिले चाहिँ फ्लो बो मात्रै थियो क्या फ्लो भनेको वेब भइहाल्यो होइन त्यो वेब क्या यस्तै सबको वेब अनि बो भनेको चाहिँ अलि एथनिकल कुरा पनि जोड्या हुन्छ नि हाम्रो चाहिँ अब के भन्छ राईहरूको चाहिँ बाण चाहिँ एउटा हतियारै हो नि त होइन वेपन हो नि त त्यसको चाहिँ त्यो बो चाहिँ त्यो बो हाल्यो हो क्या खासमा चाहिँ मन छुने वर्डहरू फाल्नु सक्यौँ टाइपको अनि डक्टर चाहिँ पछि मलाई आमरीले दिएको यस्तो ल दोष डक्टर थप्दा बवाल हुन्छ म किनकि हल्का फ्री स्टाइलहरू हान्थेँ नि त म त्यति बेला अनि फ्याटफुट 1-2 लाइन त जेकको भन्यो त्यसकै हानिदिन्थेँ क्या अनि तिम्रो उपाय छ फ्री स्टाइल नै 1-2 लाइन दिइहाल्छौ त्यो डक्टर थपिदिउँ दामी हुन्छ भन्ने यस्तो सुने क्या मलाई नि बवालै लाग्यो क्या अनि फेरि डक्टर नाम चाहिँ कसैको छैन नि त प्रायः एउटा डक्टर ड्रे भन्ने छ क्या त्यो अब त्यो छ एउटा अनि यस्तो छैन रहेछ क्या अरू यसो विचार गर्दा ल ठिकै छ नि त भनेर यसो हुँदा नि बवाल लाग्यो त्यही हो म्युजिकको डक्टर हो त्यस्तै भनौँ त्यस्तै त होइन तर एउटा डक्टरै भनौँ न स्टोरी चाहिँ कसरी त नि यो कन्भर्ट डक्टर फ्लोबाट चाहिँ नाम मात्र लिएको हो कि त्यस पछाडि हिपहप जर्नी स्टार्ट गरेदेखि चाहिँ नाम चेन्ज गरे हो कि के छ त्यो होइन मेरो फ्लोबो चाहिँ पहिल्यै थियो फ्लोबो चाहिँ पहिले थियो कसरी राख्यो थाहा भएन तर पहिले यही हो मेरो डक्टर मात्रै थपे हो अनि हिपहपको जर्नी चाहिँ कहिलेबाट चाहिँ स्टार्ट गरे त यो अब सुन्नु त धेरै पहिलेबाट सानैबाट सुन्दै आएको होइन तर आफैले सुन्थ्यो अब यमबुद्धहरूको सुने हो त्यो ब्याटलहरू हेरेको खेलिदिएको नि हो त्यही ब्याटल होइन कपी क्याट भोगटेको फेद मुनि अनि कम्ती खेले त्यो लाउरे युनिक पोइन्टहरूको क्या अनि यमबुद्धहरूको
मेन चाहिँ अलिकति अलि हाइपमा आएको नि त्यही गीतहरू हो नि त त्यही भर्खर +2 पढ्ने गीत पनि त्यति बेला रिलिज भएको उसको त्यो साथी भन्ने क्या त्यस्तै भएर अनि रियल जस्तो नि लाग्यो क्या आफूलाई नि फेरि त्यस्तै मनपर्ने अनि त्यतैबाट सुरु भयो लेख्नु थाले चाहिँ मेरो एउटा साथी छ सुनिल भन्ने त्यसलाई सबै क्रेडिट जान्छ है कहिलेबाट हो यो म पहिले गिटारहरू चाहिँ सिक्नु मन थियो अनि जापान आएर गिटार हल्का सिकेँ होइन अनि त्यो साथीले गिटार पनि सिकायो अनि पछि चाहिँ मेटल ब्यान्ड भएको मान्छे अनि पछि त्यो हामी यसो गर्दा अनि ऱ्यापहरू पनि लेख्न थाल्यौँ क्या 17बाट 2017बाट 2017बाट पहिलो लेखेको लिरिक्सको केही छ त्यो त हाँस उठ्छ यार त नभन्नु सुनौँ न एकचोटि त्यो पहिलोचोटि लेखेको लिरिक्स के याद छ भनेदेखि यादै छैन यार के लेखिन् त हाँस उठ्दा अहिले सम्झिँदा नि त्यो लाज लाग्छ क्या त्यसलाई उयो बनाएको थिएन ऱ्याप चाहिँ बनाएको थिएन ऱ्याप थियो होइन त्यस्तो फुल थिएन आधा उधी चाहिँ लेखाएको थियो जवाना धेरै छन् मेरो सफलतामा इक गर्ने मनमा पीडा हुँदा हाँसेर ठिक गर्दै फ्रस्ट्रेसन एङ्जाइटीले दिग्दार्दै सम्हाल्नु नसकेर आफ्नो अनुहार चितार्थे घर छाडी हिँडेको भयो 10 वर्ष दुःखको भेल्न बगे पुरा म 10 वर्ष खोलानी फर्केछ भन्छन् 10 वर्षमा तर प्रगति केही भएन मेरो 10 वर्षमा खोला झैँ बग्थे पसिना सल्ल ढाँडदेखि खुट्टा तल लडेर यहाँसम्म आइपुगेँ बल्ल तल हान्दैछु चल पल दिमाग मेरो खल बल्ल बगिरहे म दुःखको बगरमा पुग्नु सके छैन सुखको सहरमा राख्नु मन थियो आमा बङ्गला महलमा हाम्रो जोनले चाहिँ सबैभन्दा पहिलो गीत चाहिँ कुन थियो जोनको अहिले पहिले आमा हो चाहिँ बर्थडेमा तिमीलाई जान्छ क्रेडिट चाहिँ फेरि त्यो आमा चाहिँ फर्स्ट गीत चाहिँ आमा आमाको टुक्का सुनिदिउँ त थोरै I couldn't wish in a Mother's Day, may you long life, I wanna pray, how many times I broke your heart, never say, sorry mama, I'm far away. I couldn't wish in a Mother's Day, may you long life, I wanna pray, how many times I break your heart, never say, sorry mama, I'm far away. 9 महिना बोक्नु आमा हजुरको कोखमा जन्माउनु भयो हुर्काउनु भयो दीर्घायुको शोकमा मिठो मसिनो खुवाउनु भयो आफू बसी भोकमा तपाईँको सोचाइले पनि उज्जवल भविष्य खोजमा साधारण परेर हाम्रो जति दुःख दिए पनि हाँस्नुहुन्थ्यो त्यो चाहिँ राम्रो बच्चाको मन त हो सोचाइ साह्रो कच्चा सुन्दरता कि खानी मेरी आमा मन भन्ने पवित्र गङ्गा जस्तै सच्छ मलाई चोट लाग्दा आमालाई बढी दुख्ने रुई करायौँ भने झस्किँदै पछ्यौरीले आँसु पुस्ने ऋणको भारी भए पनि मनको पीडा बुझ्ने उनी हुन् मेरी आमा उनी हुन् मेरी आमा यो चाहिँ मम्मीलाई डेडिकेट त्यस्तै मम्मीलाई डेडिकेट गरेर आमालाई सुनाएको आमाले लोद गाली गरेर यार किन त्यस्तो के दुखे गीत गाएको फेरि आमा नि खत्तु हो क्या जस यस्तो टुक्का टाकीमा त आमालाई मैले सक्दिनँ अस्ति के भन्छ हाम्रोतिर चाहिँ अब ऊ भन्छ नि के भन्छ के खेल्छ जुवाडी होइन आमा छोरा खेलेको आमालाई मलाई धौधौ पार्नु भयो नि ल एक शब्दमा आमालाई चाहिँ कसरी सम्झिन चाहनु आमा त यार संसार हो नि भगवानै हो भगवान भन्छ म चाहिँ त्यो होइन म चाहिँ मेरो आमा बाउलाई चाहिँ भगवान मान्छ तर त्यस्तो गर्नु सके त केही छैन यो भगवान भनेको एउटा यो मनको कुरा हो के भन्छ यो आत्मा शान्तिको लागि भगवान भन्छ भगवान चाहिँ आमा बाउ हो त्यो चाहिँ हो मान्छेहरूको आस्था चाहिँ धेरै भगवान त्यो रियल आत्मालाई भन्दा पनि बाहिरी देखावटी त ढुङ्गाहरू हुन्छ नि उसलाई चाहिँ एकदम धेरै भगवान मानेर पुज्ने तर आफ्नै घरमा बाबा आमा हुँदाखेरि चाहिँ उनीहरूलाई चाहिँ हेला गर्ने त्यो छ अनि कता अरे त्योतिर पनि पठाउँछ नि वृद्धाश्रम अनि त्यस्तो खोइ त्यो मन कसरी मान्छ होला म छक्क पर्छ क्या आमा बाउलाई वृद्धाश्रममा पठाउने कसरी मन मान्छ होला तर मलाई एउटा चाहिँ कस्तो लाग्छ भने म र मम्मी त अब कति 35 इयर्स ग्याप भयो नि त म सबभन्दा सानो तर मलाई के भन्छ एउटा चान्स दियो भने चाहिँ के माग्छस् विस भन्नु भने चाहिँ मलाई चाहिँ के भन्छ मेरो आमा चाहिँ के त्यो यङ हुँदा चाहिँ कस्तो हुनुहुन्थ्यो त्यो मोमेन्ट चाहिँ मलाई एकदम हुने भए चाहिँ ब्याक भइदियो हुन्छ जस्तो लाग्छ एउटा केही विस माग्यो भने चाहिँ त्यो मेरो चाहिँ त्यही हो त्यो हेर्नु पाए चाहिँ कस्तो हुनुहुन्थ्यो होला टाइपको क्या अब गोरी लास्टै गोरी हामी त काले न काले हो होइन भाउतिर गएर त्यस्तै हुनुहुन्थ्यो क्या अनि त्यही भएर त्यो चाहिँ क्या अब हुर्किँदा अब यत्तिकै 35 वर्ष ग्याप
अब 10-12 वर्ष भइन्जेलसम्म त थाहै हुँदैन होइन, मतलब हुँदैन, खानु पाए खेल्नु पाए भइहाल्ने। त्यही त अब यस्तो छ। अब जोन सरले पनि अब म्युजिक क्षेत्रलाई अब अँगालेर यत्रो हिपहप होइन विदेशको ठाउँमा पनि कति समयहरू चाहिँ होइन दिन नसक्ने कन्डिसनहरू हुन्छ नि, तर पनि त्यस्तो समयहरूमा पनि आफूलाई उपयुक्त पर्ने समयहरू निकालेर होइन म्युजिकलाई अगाडि बढाएर हिँडिरहेको छ होइन। म्युजिक त जापानमा चाहिँ यो म्युजिक करियरलाई अगाडि बढाउँदाखेरि चाहिँ भोग्नुपर्ने चुनौतीहरू चाहिँ कस्तो चाहिँ छ जस्तो लाग्छ? धेरै छ, धेरै। अब धेरै कुरा सबै क्यु% गाह्रो छ। अब एक त हिपहपको माहौल छैन होइन, थोरै छ। प्रायः अब लोकगीतलाई हेड गरे होइन, आफ्नै हो त झन् होइन। लोकगीतहरूको धेरै छ, हिपहपको अलिकति कम छ। अब मान्छेहरू सुन्नेदेखि लिएर होइन गर्नेदेखि लिएर एक शब्द फुटे नि के भन्छ आमामा 100 जना नाच्छन्। हिपहप 1-2 जना नाच्ने मान्छे, हल्लिने मान्छे भेट्नु नि गाह्रो छ क्या इभेन्टमा। तर बिस्तारै अब यो हिपहप इन्डस्ट्री त नि वर्ल्ड वाइड हुँदैछ त नि। वर्ल्ड वाइड त वर्ल्ड वाइडै हो, तर अब हाम्रो चाहिँ खै किन अब हामीले हुन त हामीभन्दा अरूहरू नि थियो होला होइन गरेको, तर उनीहरूले दिन सकेन। हामीले नि अब भने जस्तो त दिन सकेको छैन, मार्केट तताउने। तर यो हिपहप इन्डस्ट्रीमा चाहिँ प्रायः जस्तो मान्छेहरू होइन अब जस्तै अब डिस हान्ने चलन छ नि। जस्तै अब अस्ति भर्खरै पनि अब मैले देखेको भनेको चाहिँ छोटो समयमा डिस हानेर एकदमै धेरै पपुलारिटी कमाएको भनेको चाहिँ जेम्सीले हो जस्तो लाग्छ क्या होइन। अनि हुन त अरू पनि छन् धेरै होइन, अरू पनि छन्, तर पनि मेरो आँखाबाट देखेको पहिलोचोटि भनेको चाहिँ जेम्सी नै हो जस्तो लाग्छ कि होइन। उसले हाइप लिएको चाहिँ उही हो नेपालको ठ्याक्कै होइन। त्यो उसले डिस हान्यो भन्ने बित्तिकै चाहिँ अनि सुरुमा त के हो भन्ने थियो होइन, पछि चाहिँ डिस हानेपछि उसले 2-3वटा गीतहरू निकालिदियो। फेरि गीतले पनि यस्तरी होइन त मार्केट लियो कि उसले त अहिले संसार वर्ल्ड गरिरहेको छ होइन। यस्तो थियो होला हौ मेरो विचारमा चाहिँ, केटो अब चित्त नबुझेको गीतहरू रेडी पारेर चाहिँ ठ्याक्क नवाजले खै मैले नि त्यो कथा त मजाले थाहा छैन, नवाजले हान्थ्यो तर उसँग जस्ट ब्याकअप चाहिँ थियो क्या गीतहरू रेडीमा, सायद है मेरो बुझाइ। अनि ठ्याक्क ऊ गऱ्यो, फेरि जेम्सीले 24 घन्टामै दियो। अनि 2-4 दिनपछि आफ्नो गीतहरू ड्याङ 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 हान्नु थाल्यो, यत्तिकै पिकअप लियो क्या। पिकअप त लास्टै लिइदियो यसले। हाम्रो अनि जोनले चाहिँ नेपालको हिपहप आर्टिस्टहरूलाई चाहिँ कसलाई फलो गर्छ? फलो त प्रायः त्यस्तो धेरै फलो त गरिँदैन, तर बेला बेला सुनिरहेको हुन्छ। सुन्नु चाहिँ कसको गीतहरू प्रायः सुन्छ? प्रायः अहिलेको न्यू जेनेरेसन भाइहरूको नि सुनिरहेको हुन्छ होइन, पुरानोहरू कसको। तर छुस अब यसकै फलो त भनेन कि, तर सबै सुनिरहेको हुन्छ। मनपर्ने हिपहप आर्टिस्ट चाहिँ को त नि त्यसो नेपालको? अब अहिलेको कुरा गर्दा त अब भिते नै होला अलिकति, किनकि उसँग स्वाग छ, सब कुरा छ होइन। त्यति देखाउनु नि पर्छ क्या, उसको अलिकति इन्टरनेसनल लेभलको छ क्या। नेपाली हिपहप कस्तो रहेछ भन्दा नि उसको भिडियो आयो भने चाहिँ ए खतरा रहेछ भन्छ होइन। फेरि अर्को आयो भने त अनि त झुर यो त भन्ने हुन्छ कि। जस उसको अब हुन त खर्च नि हाई छ होला उसको होइन, क्वालिटीमा मेन्टेन गर्नुलाई, तर जस उसले चाहिँ नेक्स्ट लेभलै दिइरहेछ। अस्ति जापानमा साकारले पनि सो गर्यो होइन, अब एकचोटि सँगै स्टेज पनि सेयर गर्यो नि त होइन, जोनहरूले चाहिँ सँगै पनि स्टेज सेयर गर्यो। त्यसको केही अनुभवहरू छ? त्यस्तो अब हामी अब मभन्दा हुन त उमेरले त सानै हो अलिकति होइन, त्यस्तो खासै बोलचाल नि भएन। अब हामीले नि बोलाएन, उनीहरूले नि बोलाएन। तर त्यो के भन्छ एउटा कुरामा चाहिँ चित्त नबुझे त्यो डिजे के, उनीहरूको डिजे। हाम्रो डिजे चाहिँ केही टेक्निकल समस्या भएर आएन, अनि त्यसको सामान चाहिँ अब त्यो जापानिज डिजे के अरे सोसानको डिजे आएको थियो, सामान थिएन, अनि त्यही बजाउने भनेको रहेछ। पछि त्यो नआइदिएपछि त्यो साकारको डिजेले चाहिँ बजाएन, सामान नि दिएन क्या, बजाउनु नि दिएन। त्यो चाहिँ मलाई अलि नराम्रो लाग्यो। बल्ल बल्ल चान्स दिँदा नि होइन, केटाहरूले अब हुन त दिएको होला राम्रै, तर हामी भनेको चाहिँ नेपाली समाज हो, अब एक गाँस आधी गाँस भयो नि बाँडेर खाने हो नि त, हाम्रो संस्कार त्यस्तो हो नि त। केटाहरूले त सिधै नो क्या, त्यो चाहिँ अनि मलाई चित्त नबुझेको। त्यस्तो गरेपछि त कसले मन पराउँछ होइन। बल्ल बल्ल उसले आफ्नो फेरि स्ट्यान्डर्ड मेन्टेन गरिरहेछ, पहिले बिग्रेको इमेजहरू सुधार्दैछ, त्यस्तो गरेपछि हुँदैन। त्यही सँगै अनि त्यो फुकुकामा पनि त्यो उनीहरूले सो गर्दा, फुकुकामा एकजना छ नि हाम्रो ऱ्यापर्स त्यो भाइ के अरे जोजोराका, उसले त अनि बबाले हानेछ त नि होइन, बबाल त झन्डै दाँत झरे जस्तो देखियो।
हो र त्यस्तै देखायो यस्तो माइकमा पुरा मुखमा माइक छिराएको रहेछ छिराउँदा त्यही क्रिप डान्स अब झन्डा चाहिँ रेड ब्लड हो भन्छ होइन ग्रुप चाहिँ अब यस्तो के क्रिप र रेड छ क्या युएसमा पहिलेबाट अब टुपाकहरू चाहिँ रेड ग्याङ भयो होइन ब्लड ग्याङ रेड र ब्लड ग्याङ यता बिगीहरू चाहिँ इस्ट कोस्ट र वेस्ट कोस्ट बिगीहरू चाहिँ ऊ क्या क्रिप साइडको हो क्या अनि फेरि रातो के भन्छ यता बन्दना लाएर क्रिप डान्सको हानिरहेको हुन्छ डान्स केटालाई तर त्यो कुरा अलिकति मान्छेले पनि सोचिरहेको होइन त्यस्तो अलिकति अनडिसिप्लिन ऱ्यापर हो त भाइ हो सिधै हो किनकि यहाँ भनेको त त्यस्तो आर्टिस्ट त कति छ नि कतिले छोड्यो होइन यहाँ आएर तर त्यस्तो यहाँ भनेको चाहिँ एउटा अलिकति डिसिप्लिनै हुनुपर्छ क्या अब उसलाई मान्छेले त चिन्ला हामीलाई कसैले चिन्दैन होइन अनि डिसिप्लिनमा मेन्टेन गरेर छ नि हिजो आएको केटाहरू भर्खरको भाइहरू केही थाहा छैन सेनमन गएको कहाँ के फिक्स भएको छ कि छैन यता चलपल हान्दै हिँड्छ त्यस्तो हुँदैन नि जिसाइमा यहाँ त डिसिप्लिनमा बस्ने देश हो नि ऱ्यापरहरू तिमीले देखाएको छ कि छैन जापानिजहरू कति डिसिप्लिन हुन्छ क्या हुन्छ अनि उनीहरूको नि बिफ नपर्ने होइन मेन स्ट्रिममा पऱ्यो क्या यो जेएमसी त कहाँ भर्खर मेन स्ट्रिम भर्खर त आएको नि मेन स्ट्रिमको यो के भन्छ ब्याड होपहरू मेन स्ट्रिमकै परेको तर तिनीहरू क्या पऱ्यो नि डिसिप्लिनमा हुन्छ क्या यहाँ त केटाहरू चाहिँ त अलिकति जङ्गली बाहिर क्या त्यो भाइको अब गीत त हुन त उसको नि राम्रै छ होइन नराम्रो भन्नु हुँदैन उसलाई अब होइन कलाको हिसाबमा त राम्रै भन्नुपर्छ मान्नुपर्छ तर अलिक डिसिप्लिनलेस भयो क्या जिउै छाड्नु त भएन नि त हिपहप हो अनि हुन त हो अब आफ्नै जे इच्छा त्यही तर यस्तो हो नि त हिपहप आर्टिस्टहरूले चाहिँ प्रायः जस्तो मुखै छाड्नुपर्ने भन्ने छ नि त्यसलाई चाहिँ के भन्छ मुख त छाड्नु त पाउँछ गीतमा पायो मलाई चाहिँ गीतमा छाड्दा चाहिँ के जस्तो लाग्दैन जस्तो किनकि हामीलाई त रिस उठेको बेला त के गर्दैछ भन्नु त भएन नि ओ माया दिनु पर्यो नि त होइन के भन्छ रिस उठेपछि त अलिक इगो त देखाउनु पर्छ त्यो चाहिँ हो त्यो चाहिँ देखाउनु पायो तर त्योभन्दा बाहिर खासै अब छोड्नु त छोडा हुन्छ सबैले बिहाइन्ड द क्यामेरा क्या सबले छोडे हुन्छ नि मन्त्रीले त इभन एकचोटि वन मन्त्री के पुन थियो नि मोटे थाहा छ त्यसले त पुरै थर्काइरहेको छ त्यस्तो दिएर बिहाइन्ड द क्यामेरा सबले छोड्छ होइन तर अब हिपहपहरू चाहिँ अलिकति धेरै एक्सपोज भयो क्या उनीहरू चाहिँ देख्ने गरी भयो हामीले नि कतिमा त छोडेछ किनकि अब रिस उठ्दा त मायाका अनि 2-4 झापट होइन 2-4 पञ्च त भेटिहाल्छ नि छाडा त्यस्तै हो क्या अनि अघि भनिहाल्यो होइन वन मन्त्री अस्तिको त्यो हाम्रो के पुन धन के मोटे पुन होइन त्यो त ऊ हो पुनै हो मगर चाहिँ मगर हो क्या मगर हो र त्यो अहिले वर्तमान परिस्थिति छ नि देशको होइन अब देशमा चाहिँ अब जस्तै अब अहिले पोलिटिकल सिचुएसनहरू पनि अलिकति त्यति राम्रो छैन होइन एकदम लथालिङ्गै छ अब यसको मेन दोष चाहिँ दोष होइन कसलाई दिने भन्ने छ नि त अब के भन्छ 1 लिटर तेल हालिदियो मासु एक खायो भन्दैमा भोट यता हान्छ जस्तै अब नेपालकै अहिले कन्टेस्टमा हेरौँ अहिले प्रायः जस्तो यो 3टा हाम्रो नेताहरू हुनुहुन्छ नि जस्तै यो 3टा नेताले नि अहिले पालो देशहरू चलाइरहेको छन् अब फेरि पनि अब हुन्छ नि अब प्रधानमन्त्री हुने हुन्छ नि होडबाजी छ होइन 2जनाले अब कसरी प्रधानमन्त्री को हुने भन्ने छ होइन यो 3टामा चाहिँ को चाहिँ प्रधानमन्त्री भयो भने चाहिँ देशको चाहिँ अलिकति हुन्छ नि केही मुहार फेलिएला के भने आश लाग्दो केही प्रधानमन्त्री छैन कुनै छैन अब प्रचण्ड त्यही हो 17,000 मारेर आएको होइन जे भयो नि क्राइम ठुलै क्राइम गएको नि त गरे नि त अब उनलाई कति इन्टरनेसनल उहरूले केस हालेछ क्या यस्तो उहरूमा यो ह्युमन राइट्स उसले क्राइम गर्यो नि त जे भयो नि उसले आफ्नै गोली नचलायो नि त्यसले गर्दा हो नि त मेन त अब शेरबहादुर नि त त्यस्तै हो के भन्छ यत्रो देश बेचेकै हो खोला बेचे हो होइन अब केपी ओली नि त्यही हो यता गिरिबन्धु दुनियाँ के गरेर होइन सुनिरहेको हो त्यस्तो छ अब कोही आशा लाग्दो छैन अब आशा लाग्दो त खै खासै छैन तिनीहरू कोही पनि रवि लामी छैन खै ठिकै लाग्छ ल अहिले अलिकति आशा लागेको थियो तर अलिकति ऊ पनि त्यही त है उसको चाहिँ अनेक कुराहरूमा उसको चाहिँ त्यो मुद्दा पनि हो एक त प्लस ऊ त्यति अहिले गइहाल्नु नपर्ने हो क्या अलिकति आफ्नो होइन आफ्नो स्ट्रेन्थ बनाउनु पर्दो किनकि अब त ठुलोसँग सानो भिड्नु गएपछि त सानोले त गोदाइ खाइहाल्छ नि होइन त्यही भएको क्या उसलाई अब मान्छेले विश्वास गर्नु छोड्यो क्या हुन त अब अझै पनि उसको ऊहरू क्रेज त घटेको छैन
तर अब यो विकास गर्नुलाई चाहिँ यसरी हुँदैन। रविले नि के भन्छ, बहुमत ल्यायो भने मात्रै विकास गर्नु दिन्छ, नत्र त्यही आधी त्यो फेरि 50-20मा भयो भने त त्यही हो नि। अब यता टाँसिन जानु पर्यो, टाँसिन गएपछि आफ्नो कुरा मात्रै लागु हुँदैन, आफ्नो के पोलिसी हुन्छ, उनको के हो त अब चोर फटा सब लुटेराहरू त हो, कामै छैन क्या। ल जोनी सर होइन, अब हामी समय पनि धेरै भइसक्यो होइन, समय दिएकोमा धेरै धेरै धन्यवाद।